हेलो एभ्रिवान, शिवानी हजुरहरू सम्पूर्णलाई आज चाहिँ मेरो भ्लग ढिलो स्टार्ट हुँदैछ किनभने अलिकति मेरो तबियत पनि खराब थियो गाइस। सो त्यही भएर है। अन्त तपाईँहरू कस्तो हुनुहुन्छ? आई होप सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु होइन। अन्त म चाहिँ किन मेरो घाँटी चाहिँ पुरा गला बसिरहेको छु साथीहरू, हिजो चाहिँ धुलोले गर्दा होला नि त। सो त्यही भएर म चाहिँ यहाँनिर एउटा चिज टिप्नु जान्छु साथीहरू, घाँटी दुखेको दबाई है। तपाईँहरूलाई कोलाई याद छैन भने चाहिँ मेरै भिडियोबाट सिक्नुहोस् है। म चाहिँ चढ्दैछु यहाँनिर। यहाँ देख्नु सक्नुहुन्छ साथीहरू, यो चाहिँ सयपत्री फुल हो। यो देख्नु सक्नुहुँदैछ है, यो देख्नुभयो? यो चाहिँ सयपत्री फुल। तपाईँहरूलाई होइन घाँटीहरू दुख्दैछ भने चाहिँ म चाहिँ यस्तै खान्छु साथीहरू, सयपत्री फुल कि त नभए तुलसाको पत्ताहरू केहरू खान्छु नि त। सो अहिले चाहिँ यसको सिजन छ गाइस होइन, यसको सिजन छ। सो त्यही भएर अब सो यही खानु आँटेको साथीहरू होइन। मेरो भोइस सुनेर नि तपाईँहरूले चाल पाउनु भयो होला। यसलाई चाहिँ यसरी खानु छ। अर्ग्यानिक हो, गाउँ बस्तीको दबाई है। एकदम टेस्टी हुन्छ साथीहरू। हाम्रो चाहिँ यहाँ अगाडिपट्टि चाहिँ छैन नि त, माथि बाटोमा छ। त्यही भएर यो खानुपर्छ साथीहरू। तपाईँहरूले पनि ट्राई गर्नु होला है ल।